नामधारी सकिन घरमा बस्ने बखतमा पनि कस्तारीसित कष्ट भोगा गरी यहाँ उत्रिन लावनी चिन्ता धेराउँदा रेष्टी राजीको मनमा लहड यो गयो सम्झी झट्ट तहाँ जगत जननीको तप गर्न लाग्नु भयो मालिक 14 भुवन कि भगवती खातिर प्रजाइमा रही लीला गर्नुभयो यशोमतीजीले कुखबाट पैदा भई नन्दै काकुलालाई उजाला गरी बहुतै उपर प्रेम धरी कंसाईका पनि गर्भ नासुनु गयो जसका प्रभावले गरी कंसाईले पनि गाई मर्नै मन गरी हातमा उठाए जसै विद्युतका शरीर धरी गगनमा उड्नु भयो झट तसै प्रख्यात छन् तिन लोकमा भगवती बहिनी हरिकी भनी